है साथीहरु, माथि दिएको यो क्वेसनमा चाहिँ के दिएको छ भन्दाखेरि हामीलाई दिएको छ डाइरेक्ट मेटेरियल 40 पर युनिट, अनि त्यस पछाडि डाइरेक्ट वेजेस दिएको छ हामीलाई 25 पर युनिट हैन। अनि जम्मा टोटल युनिट कति छ भन्दाखेरि 2000 युनिट छ। अब हामीले सुरुमा त कस्ट सिट बनाउनु पर्यो। यो हो हाम्रो कस्ट सिट हैन। सुरुमा हामीले यो कस्ट सिट बनायौं। सुरुमा हामीले के लेख्नु पर्यो भन्दाखेरि डाइरेक्ट मेटेरियल लेख्नु पर्यो हैन। डाइरेक्ट मेटेरियल कति दिएको छ हामीलाई भन्दाखेरि 2000, अनि त्यस पछाडि 2000 कतिको दरले भन्दा 40 को दरले यो दुईटा मल्टिप्लाई गर्दा आयो हाम्रो 80,000। अनि त्यस पछाडि डाइरेक्ट वेजेस भनेको हाम्रो 2000 हैन। 2000 इन्टु कति छ रेट भन्दाखेरि 25 मल्टिप्लाई गर्दाखेरि 50,000। अनि त्यस पछाडि अब यो दुईटालाई जोडेर आउँछ हाम्रो प्राइम कस्ट निक्ल्यो हाम्रो 1,30,000। अब त्यस पछाडि प्राइम कस्ट निक्लेपछि अब हामीलाई के गर्नु पर्यो भन्दाखेरि फ्याक्ट्री ओभरहेड कति दिएको छ हामीलाई 20,000 दिएको छ। फ्याक्ट्री ओभरहेड 20,000। अब फ्याक्ट्री ओभरहेडलाई प्राइम कस्टसँग जोडेपछि फ्याक्ट्री कस्ट आउँछ। यो गर्दाखेरि 1,50,000 भयो। अनि त्यस पछाडि एडमिनिस्ट्रेटिभ ओभरहेड कति दिएको छ हामीलाई 10,000। त्यो 10,000 जोडेपछि कस्ट अफ प्रोडक्सन आउँछ। कस्ट अफ प्रोडक्सन कति दिएको छ 1,60,000 गर्दा यो दुईटा जोड्दाखेरि 1,60,000 भयो। अब त्यस पछाडि सेलिङ प्राइस हैन। सेलिङ एक्सपेन्सेस कति दिएको छ हामीलाई भन्दाखेरि 5,000। अनि यो सेलिङ एक्सपेन्सेससँग कस्ट अफ प्रोडक्सन माथिको जोडेपछि टोटल कस्ट आयो 1,65,000। अनि त्यस पछाडि अब हामीले निकाल्नु पर्ने छ प्रॉफिट त निकाल्नु पर्ने छ, तर हामीलाई के भनेको छ भन्दाखेरि सेलिङ प्राइसमा भन्नु भने हामीले दिएको टोटल कस्ट इन्टु जति पर्सेन्ट हो त्यति, अनि त्यति डिवाइडेड बाइ 100 माइनस कति पर्सेन्ट हो त्यति गर्नुपर्छ। त्यो गर्दाखेरि आउँछ हाम्रो 41,250 आउँछ। यो सबैलाई जोड्दाखेरि कति भयो भन्दाखेरि 2,06,250 भयो हैन। त्यो पछाडि अब हामीलाई एडिसनल इन्फर्मेसनमा दिएको छ कस्ट अफ मेटेरियल विल बी इन्क्रिज बाइ 20%। 20% ले इन्क्रिज हुन्छ भनेपछि त अब हामीले टेन्डर सिटमा दिएको छ हामीलाई अहिले कति भन्दाखेरि 40 रुपैयाँ। अब यो बढ्यो अरे 20% ले भनेपछि 20% बढ्यो भनेपछि 40 को 20% भनेको 8 भयो भनेपछि 48। यतापट्टि पनि सेम त्यही गरेको, लेबरको बढेको छ अरे 25% ले भनेपछि 25 प्लस 25 रुपैयाँको 10% भनेको 2.5 भयो भनेपछि 27.5 भयो। अब त्यो पछाडि हामीले टेन्डर सिट निकाल्नको लागि पर्सेन्टेज निकाल्नुपर्छ। अनि अब क्वेसनमा के भनेको छ भन्दाखेरि फ्याक्ट्री ओभरहेड अन द बेस अफ प्राइम कस्ट भनेको छ। प्राइम कस्टको बेसमा भनेपछि के गर्नु पर्यो भन्दाखेरि पर्सेन्टेज अफ फ्याक्ट्री अन प्राइम कस्ट सुरुमा दिएकोलाई माथि लेख्ने अनि तल दिएकोलाई तल दिएको भनेर बुझ्दा भयो इन्टु 100% हैन। त्यसो गर्दाको लागि अब हामीलाई फ्याक्ट्री ओभरहेड कति दिएको छ भन्दाखेरि माथि यहाँनिर 20,000 दिएको छ भनेपछि 20,000 को 20,000। प्राइम कस्ट कति छ भन्दाखेरि 1,50,000 कति छ भन्दाखेरि हाम्रो यहाँ भनेको 1,50,000 होइन, प्राइम कस्ट भनेको हाम्रो 1,30,000 छैन भनेपछि 1,30,000 भयो इन्टु 100% गर्दाखेरि कति आउँछ भन्दाखेरि 15.385 हो। अनि यहाँ घटबड हुन सक्छ, यो मैले राउन्ड अप गरेर लेखेको हैन। अनि त्यस पछाडि अब हामीलाई के निकाल्नु पर्यो भन्दाखेरि अब हामीलाई एडमिनिस्ट्रेटिभ ओभरहेड अरु पनि निकाल्नु पर्यो नि त हो। त्यसको लागि चाहिँ हामीले पर्सेन्टेज अफ एडमिनिस्ट्रेटिभ ओभरहेड अन द के भनेको छ भन्दाखेरि अरु ओभरहेड चाहिँ बेस अन फ्याक्ट्री कस्ट भएकोले फ्याक्ट्री कस्ट एडमिनिस्ट्रेटिभ ओभरहेड बाइ फ्याक्ट्री कस्ट इन्टु 100 मतलब। अनि त्यस पछाडि हामीलाई अगाडि कति दिएको छ भन्दाखेरि एडमिनिस्ट्रेटिभ ओभरहेड भनेको 10,000 दिएको छ। अनि त्यस पछाडि फ्याक्ट्री कस्ट भनेको 1,50,000 आएको छ हो। त्यसलाई गर्दाखेरि 6.67% आयो हैन। अनि त्यो पछाडि अब पर्सेन्टेज अफ सेलिङ एक्सपेन्सेस अन फ्याक्ट्री कस्ट कति छ भन्दाखेरि कसरी निकाल्ने भन्दाखेरि सेलिङ एक्सपेन्सेस बाइ सुरुकोलाई सुरुकोमै लेख्ने, सेकेन्डकोलाई सेकेन्डकोमा लेख्ने गर्दाखेरि सेलिङ एक्सपेन्सेस भनेको 5,000 अनि त्यसपछि फ्याक्ट्री कस्ट भनेको 1,50,000 इन्टु 100% गर्दाखेरि 3.33 आउँछ। अनि त्यस पछाडि अबको स्टेप भनेको टेन्डर बनाउने हैन। अब त्यस पछाडि टेन्डर सिट बनाउनलाई के गर्ने भन्दाखेरि टेन्डर सिट बनाउनको लागि सुरुमा हामीलाई डाइरेक्ट मेटेरियल गर्नु पर्यो। डाइरेक्ट मेटेरियलमा अगाडि क्वेसनमा हामीलाई के भनेको छ भन्दाखेरि कस्ट मेटेरियल विल बी इन्क्रिज बाइ 20% भनेको छ हैन। त्यसको लागि 20% ले इन्क्रिज भयो भनेर अघि हामीले अगाडि निकालिसकेको छौं। अगाडि हामीले निकाल्दाखेरि यहाँनिर
यी 48 निकालेको छौँ अनि यतापट्टि 27 निकालेको छौँ होइन। अनि त्यस पछाडि यहाँनिर 5000 भनेको चाहिँ अघि हामीलाई कस्ट सिटमा 2000को दिएको थियो, अहिले हामीलाई 5000 युनिट्सको भनेको छ। 5000को युनिट्स भनेपछि 5000 × 48 गरेर यति निकाल्यौँ। अनि डाइरेक्ट वेजेसको पनि रेट बढेको थियो, त्यही भएर हामीले 5000सँग मल्टिप्लाई गरेर यति निकाल्यौँ। अब प्राइम कस्ट भनेको प्राइम कस्ट पनि अब यो दुईटा जोडेर प्राइम कस्ट आइहाल्यो। अब फ्याक्ट्री ओभरहेड भनेको चाहिँ कति छ भन्दाखेरि अघि हामीले के गर्यौँ भन्दाखेरि फ्याक्ट्री ओभरहेड भनेको यहाँनिर निकालिसकेको छौँ 15.385 होइन। 15.385 कोसँग गर भनेको छ भन्दाखेरि प्राइम कस्टसँग गर भनेको छ। प्राइम कस्टसँग भनेपछि प्राइम कस्ट भनेको हो योसँग गर्दाखेरि यसको पर्सेन्टेज निकाल्दाखेरि कति आउँछ भन्दाखेरि 58,078 आउँछ होइन। अनि त्यस पछाडि अब योलाई र यसलाई जोडेपछि हाम्रो के आयो भन्दाखेरि फ्याक्ट्री कस्ट आउने भयो। अनि त्यस पछाडि त्यो गरिसकेपछि अब एडमिनिस्ट्रेटिभ ओभरहेड चाहिँ यो 6.67 अघि हामीले यतापट्टि निकालिसकेको छौँ होइन। अनि त्यस पछाडि यो चाहिँ कोसँग भनेको छ भन्दाखेरि यसलाई चाहिँ फ्याक्ट्री कस्टसँग भनेको छ क्वेसनमा, त्यही भएर हामीले फ्याक्ट्री कस्टसँग यसको यति पर्सेन्ट निकाल्दाखेरि 29,053 आयो। त्यसलाई जोडेर हामीले कस्ट अफ प्रोडक्सन निकाल्यौँ। अनि त्यस पछाडि अब फेरि सेलिङ एक्सपेन्सेस निकाल्नको लागि पनि हामीलाई फ्याक्ट्री कस्टसँगै हिसाब गर भनेको छ। त्यसको 3.3 पनि अघि हामीले यता निकालिसकेको छौँ। त्यो गर्दाखेरि कति आयो भन्दाखेरि 14,505 आयो। त्यसको टोटल कस्ट निकाल्दाखेरि अब टोटल कस्ट चाहिँ यो जोड्दाखेरि 4,79,136 आयो होइन। अनि त्यस पछाडि प्रफिट कसरी निकाल्ने भन्दाखेरि प्रफिट त हामीलाई के अरे सेल्ससँग गर भनेको छ। सेल्ससँग गर्दाखेरि जति पर्सेन्ट हो त्यति पर्सेन्ट यहाँ घटाउनुपर्छ भन्ने कुरा थाहा छँदैछ। त्यो गर्दाखेरि कति आयो भन्दाखेरि हो यति आयो होइन 1,19,784 आयो। अनि त्यस पछाडि यसलाई र यसलाई जोडेर हामीले कति निकाल्यौँ भन्दाखेरि टेन्डर प्राइस निकाल्यौँ हो यति नै हो।